इभिनिङ भइसक्यो अब बाबा र म ब्रस गरेर ब्रस गर्दा के गर्नुपर्छ भन त? सुरुमा के गर्नुपर्छ? टुथपेस्ट हाल्नु केमा हाल्नुपर्छ? टुथपेस्ट ब्रसमा हाल्नुपर्छ अनि टुथपेस्ट ब्रसमा हालेपछि यस्तो पानीले यस्तो 3-4 बार यस्तो हाल्ने अनि दाँतमा कोट्ने कसरी? यसरी राम्रोसँग गर्न। ए अनि उसको गर्ने अनि यसरी ठुक गरिदिने अनि फेरि ब्रस मार्न गर्ने तल माथि पनि गर्नुपर्छ एकपल्ट।